आज बन्दैछ मिठो मिठो खजुरी। आज के बन्दैछ खजुरी बन्दैछ। खजुरीको लागि चाहिँ सुजीको पिठो र गहुँको पिठोबाट मैले बनाइदिएको। त्यसको लागि चाहिँ मैले नरिवल कोरेँ, बदामलाई भुटेँ, अनि किसमिस, धेरै ड्राई फ्रुट्सहरू मन पराउँदैन, त्यही भएर ठिक हालेँ। सुजीलाई एकछिन मजाले भुटेँ, रातो भइसकेपछि निकालेँ। फेरि पिठोलाई पनि मजाले एकछिन भुटेँ। यस्तो गरिसकेपछि छिट्टै पाक्छ पनि, नरम पनि हुन्छ, बाबुलाई खान सजिलो हुन्छ भनेर त्यो भुटेकोलाई सबै मिक्स गरेँ। मिक्स गरेर अघि रेडी गरेको ड्राई फ्रुट्सहरू एड गरेँ। एड गरेर सबैलाई मोलेँ। त्यसपछि मैले बाबुलाई चाहिँ चिनी त्यस्तो दिएको छैन, त्यही भएर सक्खर युज गरेँ। सक्खर घिउ हालेर एकछिन मजाले मिचेँ। एकदम मोले 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 एकदम मोले। यस्तो फुर्र पारिसकेपछि यस्तो फुर्र भयो। त्यसपछि मैले गरम मसला, सुकुमेल र मरिच कुटेर हालेँ बास्नाको लागि। त्यसपछि मैले दुधले पिठोलाई मुछेँ। यसरी मजाले मुछेँ दुधले। यस्तो भइसकेपछि एकछिन छोपेर राखिदिएँ। त्यसपछि मैले बाबुको लागि चाहिँ घिउमै पकाइदिन्छु प्राय कुराहरू। अनि घिउ हालेर पकाएँ। यसरी टक्क लिएर डल्लो बनाएँ मैले। यसरी राम्रै टक हातले रेडी गर्दैछु म चाहिँ। उता तेल ताप्दैछ, यता म रेडी गर्दैछु। ल अब चाहिँ पकाउनको लागि रेडी भयो। ल मैले हालेँ। कस्तो राम्रो, यो रातो चाहिँ सक्खरले गर्दा भएको, डढेको होइन है। कति राम्रो, कस्तो मिठो खजुरी तयार भयो। थ्याङ्क यू फर वाचिङ।